तिमीलाई थाहा छ, सबैभन्दा धेरै दुःख तब लाग्छ जब माया टुट्दैन तर व्यवहारले सम्बन्ध मर्छ। तिमी गएको कारण दूरी थिएन, तिम्रो व्यवहार थियो। म त अझै पनि साथ दिन तयार थिएँ, तर बारम्बार अपमान सहेर आफूलाई हराउन तयार थिइनँ। तिमीलाई थाहा छ, म तिम्रो कमी भन्दा पनि तिम्रो बोलीको चिसोपनले धेरै चोट पाएको छु। माया त थियो, तर सम्मान बिस्तारै हराउँदै गयो। र म त्यही दिन टुटेँ जब बुझेँ म तिम्रो प्राथमिकता होइन, सिर्फ विकल्प रहेछु। आज पनि याद आउँछ, तर फर्किन मन लाग्दैन, किनकि म तिमी बिना बाँच्न सिक्न सक्छु, तर फेरि त्यही व्यवहार सहेर बाँच्न सक्दिनँ।